के तपाईलाई थाहा छ विदेशको एउटा एयरपोर्टमा हाम्रो हिन्दू धर्मको सबैभन्दा गहिरो कथा कुदिएको छ। थाइल्यान्डको ब्याङ्कक स्थित सुवर्णभूमि एयरपोर्टभित्र देवता र असुर मिलेर समुद्र मन्थन गरिरहेको विशाल मूर्ति राखिएको छ। तर किन एयरपोर्टमै यस्तो मूर्तिकला? यो मूर्तिकला समुद्र मन्थनको कथा हो, जहाँ देवता र असुरहरूले अमरत्वको अमृत निकाल्न बासुकी नागलाई डोरी बनाएर मन्दर पर्वतलाई घुमाउँछन्। केन्द्रमा भगवान विष्णु सन्तुलन कायम गर्दै उभिनु भएको छ। यसले सिकाउँछ जब विपरीत शक्तिहरू पनि मिल्छन् तब अमृत जन्मिन्छ। थाइल्यान्ड बौद्ध देश भए पनि हिन्दू संस्कृति र कथालाई गहिरो सम्मान गर्छ। त्यसैले एयरपोर्ट जस्तो अन्तर्राष्ट्रिय ठाउँमा यो मूर्तिकला राखिएको छ, ताकि संसारले हाम्रो सभ्यता चिन्न सकोस्। यो मूर्ति केवल कला होइन, यो सङ्घर्ष, सहकार्य र धैर्यको प्रतीक हो। जीवनमा पनि समस्या नै समुद्र हो र प्रयास नै मन्थन।